तपाईँ खासमा मैले यो यसरी गाडीमा चढेर आउन सकिन्थ्यो नि आशिकाजी तपाईँ सुझाव दिनु भएन होइन उहाँले हेर्नुभयो नि त कडाली अरू जिल्लाभन्दा कति पछाडि छ भनेर उहाँले कम्पेयर गर्दै आउनुभयो दूरीको सङ्केत गरेको मान्छे र कसरी दुःख छ भनेको कसरी कसरी किन हामी पछाडि आउनुपर्छ अहिले कडाली बेलाको होइन अनि खालीकोटा भनेको जसरी पश्चिम देशमा जसरी मान्छे माथि कडाबाट नाङ्गे गरेर विरोध गर्छ नि नेपालमा चाहिँ मिल्दैन नि हामी मान्छे रास्ता फरक छ हामीले खालीकोटा अवेर भनेको कडाली नाङ्गो छ भनेर देखाएको होइन तर मेरो दुःख कसैले हेरेन त्यसमा चोटपटकहरू त्यसमा मलाउन कसैले सोचेन तर त्यसलाई छोप्ने भनेर जुत्ता दिएको छ भनेपछि उहाँ गाडीमा आउनु भयो कति समय लाग्थ्यो होला मलाई बस्नै आइदिए बस्न आइदिए है मलाई चाहिँ 2 दिन लाग्छ बस्न तपाईँ बसमा अहिलेसम्म आउनु भएको चाहिँ छैन हिँडेर आउनु भएको छ आएको छु म मोटरसाइकलमा आएको छु बसमा आएको छु होइन एउटा प्लेनमा पनि आएको छु होइन तर यसरी मैले चाहिँ यो सरकारलाई ध्यान राख्नु होस् भनेर र अहिलेका युवाहरूलाई एउटा जनचेतना पनि हो अनि यो जस्तै बजार बन्द गर्ने टायर जलाउने यो यसरी नगर्नु पर्यो होइन देशमा परिवर्तन चाह्यो भने आफूले केही त्याग गर्नु सक्नुपर्छ होइन मैले मलाई पनि युवाहरूलाई पनि मैले एउटा दिदी के छ तपाईँको सुझाव चाहिँ के रह्यो उहाँलाई चाहिँ अब तपाईँको जुन यो हिम्मत छ नहार्नुहोस् हामी साथमा छौँ यो संसारमा कोही पनि रहेन तपाईँलाई साथ दिनु भने आशिका तामाङ चाहिँ सधैँ छ तपाईँको साइडमा काहीँ केही पऱ्यो भने एकल फुल पाम तपाईँको होइन कहाँ कार्यक्रम हुन लाग्छ तर मेरो हामीले जति पनि अभियान भुइँ मान्छेको आवाज भनेर अभियान हामीले निकाल्दैछौँ त्यो तपाईँले सबै अभियानहरू कडाली जिल्लाको कडालीको चाहिँ उहाँले चाहिँ कडाली प्रदेशको चाहिँ उहाँले चाहिँ नेतृत्व गर्नुहुन्छ होइन हाम्रो उसमा भुइँ मान्छेको आवाजमा तपाईँलाई फेरि पनि स्वागत भन्न चाहन्छु तर दिदी अब मैले तपाईँले गरेका सबै कामहरू ठिक छन् सबैले साथ सपोर्ट गरिरहेका छन् सबैले अहिले तपाईँको अभियानलाई लिएर भनौँ न चिन्ता व्यक्त गरिराख्नु भएको छ तर तपाईँलाई अहिले पछिल्लो समय धेरैले चाहिँ जुन मजाकको पात्र बनाएको नि तपाईँले जुन लागि पर्नु भएको छ लामो समयदेखिबाट जुन समाजमा सुधार्नका निम्ति धेरै अगाडि बढिराख्नु भएको छ सामाजिक सञ्जालतिर पनि देखिरहेका छौँ तर तपाईँलाई ट्रोल बनाइन्छ विभिन्न कुराहरू मजाक बनाइन्छ नि दिदी मन तोक्दैन तपाईँले किनभने जर्मनी जस्तो एउटा सुविधा सम्पन्न देश छोडेर नेपालमा आएर नेपाली दाजुभाइहरूसँगै रमाउँ नेपाली दाजुभाइहरूलाई सुधारौँ भनेर तपाईँ लाग्नुभयो जुन तपाईँले अभियान मार्फत अगाडि बढ्नुभयो तर तपाईँले सोचे जस्तो अझै पनि कुरा हुन सकेको छैन त्यो चाहिँ कस्तो भने हाम्रो देशमा चाहिँ चेतनाको अभाव छ क्या हामी सबैजना शिक्षित छौँ तर कस्तो भने त्यो चाहिँ चेतनाको एकदमै कमी छ हाम्रो देशमा जुन शिक्षा छ हाम्रो त्यो चाहिँ व्यवहारमा लागु भइएको छैन किताबमा लेखेर घोटिएर पास भएको मान्छेको विगत भनेको अर्काको क्रिटिसाइज गर्ने अर्कालाई के गर्ने होइन अनि अर्काले गरेको कामलाई यो नराम्रो मैले के अब कि पानीको के अरे तपाईँको 20 रुपियाँको पानीलाई तपाईँको 100 रुपियाँ लिन्छ लिएर लुट धर्ना चलिरहेको थियो नेपालमा होइन त्यो त मैले त गरेँ हिँड्यो त गरेर बोले भने तर नि त्यो त नराम्रो जसले लुटेर खाइरहेको छ उहाँलाई त मन पर्दैन होइन पार्किङ शुल्क तपाईँको चाहिँ होइन के अरे 10 रुपियाँ 15 रुपियाँ लिने ठाउँ पार्किङ शुल्कमा तपाईँको 80-90 रुपियाँ उठाइरहेको छ त्यो लुट धर्ना गरेर खानेहरूलाई नराम्रो भएको हो होइन तर जो भुइँ मान्छे साँच्चीकै चाहिँ यहीँ नेपालमा बस्छु एउटा पेट पाल्नलाई म मेरो माटोमा केही गर्छु भन्ने मान्छेहरूकोले चाहिँ मलाई साथ सपोर्ट गर्नु भएको छ भाइ यो अभियान चाहिँ हाम्रो दिदी के छ तपाईँको सहयोग के रहन्छ होला उहाँलाई मेरो सहयोग मैले भन्न आशिका तामाङ भनेर एक दिन मलाई सम्झिनुहोस् म हिँडेर गुडेर लडेर भिडेर जे गरे म चाहिँ भानु कति सहयोग गर्नुभयो होइन मैले हल्का उहाँलाई चाहिँ अब विचार भएबाट भएको दिदी तपाईँले अब जुन लागि गर्नु भएको छ समाजमा सुधार्न निम्ति मैले फेरि पनि भनेँ तर त्यो जनावरसित बोलेको जुन कुराहरू छ जनावरको आत्मा हुँदैन जनावरको आत्मा हुँदैन जनावरले त्यो काट्दाखेरि रुँदैन होइन त्यो त हो त जनावरप्रतिको हाम्रो जुन धारणा छ जनावर भनेर लात्ताले हान्ने पिट्ने त्यो गर्ने हो मरेर खानुहुन्छ त्यो एकदम राम्रो कुरा हो राम्रो भन्नाले अब त्यो राम्रो कुरा नराम्रो कुरा उहाँहरूकैमा म त्यो तर बाँचिन्जेलसम्म कुनै पनि जनालाई अभद्र व्यवहार गर्नु भएन पिट्नु भएन चुट्नु भएन होइन अनि त्यसपछि डिक्कीमा हालेर छोपेर त्यसरी होइन निसासेर चाहिँ त्यसरी जनावरहरू ट्रान्सपोर्ट गर्नु भएन त्यो भनेर भन्न चाहन्छु अब एउटा अन्तिम एउटा प्रश्न त्यसपछि हामी बिदा हुन्छौँ है तपाईँले त्यो भारतीय नागरिकहरूलाई जुन पिसाब फेरेको त्यो भिडियो त्यो ठिक छ हामीले हेर्दा एकदमै हामी तपाईँको अभियानमा हाम्रो साथ समर्थन छ तपाईँले गरेको कामलाई एकदमै हामी साथ सपोर्ट गर्छौँ तर किन बेदल गरेर कमेन्ट गरिहाल्छौँ बुझ्दैन हो त्यो कमेन्ट गर्नेहरूले चाहिँ त्यो चेतनाको अभावले गर्दाखेरि चाहिँ
त्यहाँ फोहोर त भएन। चोकमा दिनरातै कसैले आएर चाहिँ उसले चाहिँ तुर्क्याउँछ भने त्यो राम्रो कुरा हो त? त्यो राम्रो कुरा होइन नि। हामी छोरी मान्छे चेलीबेटीहरूले कहिले पनि तिमीले त्यसरी फेरवेको देख्छौ? किनभने संसारै पुरुष प्रधान देश हो क्या, एकदम पुरुषत्व होइन उहाँको विचार, उहाँले त म भन्दैन होइन, उहाँ त एकदम राम्रो पुरुष हुन्छ। तर कति पनि यस्ता पुरुष हुन्छ जसले चाहिँ जे गरे हुन्छ